माथिबाट तल हानेर पङ्खा तपाईँहरूले पङ्खा घुमिरहेको देख्न सक्नुहुन्छ त्यहाँनिर। कमाइ कति हुन्छ दिनमा? मलाई चाहिँ यो मन परेको थियो। ल मैले 500 रुपियाँ दिएँ होइन, तपाईँले जुन दिनु मन लाग्छ मलाई त्यही दिनु ल। हेलो नमस्ते साथीहरू, म चाहिँ अहिले यहाँ खोलाको छेउमा जाँदैछु। यहाँ खोलाको छेउमा चाहिँ एउटा चुदारा भन्ने एउटा परम्परागत कठुवा ठेकीहरू कुट्ने काम गर्छ, जुन त्यो चुदारा चाहिँ यो ठाउँमा बसेको छ अरे। म हेर्नलाई जाँदैछु साथीहरू, तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँनिर। बाजे नमस्कार, ठेकी बनाउनु भएको? ओहो है, ल गजब रहेछ त। यो के काठको हो बाजे? पहेँले हो। ऊहरू छैन दारहरू? दारहरू है। ल यसरी बनाउनु हुँदो रहेछ हाम्रो बाजेले चाहिँ। ल कठुवा हो। ठेकी चाहिँ कति सानो त? हजुर सजावटको लागि? सजावटको लागि? ए साँचुवा। ए यस्तो यस्तो ठेकीहरू बनाउनु हुँदो रहेछ। यो चाहिँ हाम्रो किराँती राईहरूको एकदमै प्रचलित यो भन्छ। यसलाई चाहिँ हाम्रो कठुवा भन्छ। यो कठुवा चाहिँ हाम्रो राईहरूको एकदमै हिरोमा चाहिँ चाहिन्छ। या वर्तमान विभिन्न भोज भतेर कार्यहरू हुँदाखेरि यो चाहिँ आवश्यक पर्छ यो कठुवा। अर्को सानो पनि रहेछ यहाँनिर, यसरी दुईवटा कठुवा रहेछ यहाँनिर। कति कति पर्छ बाजे यो कठुवालाई? 400। ए यसलाई 1200 अनि यसलाई 2000। ल महँगो चाहिँ महँगो रहेछ, तर पनि दाममा अलिकति मिलाउनु हुन्छ होला। बाजेले चाहिँ मलाई कठुवा देखाउँदै हुनुहुन्छ। 400-500 वाला कठुवा, 600 वाला घसेको। योभन्दा सानो मलाई त अझ सानो 400 वाला। यो 500 वाला चिडिक्कको दिनु त मलाई। गजब गजबको कठुवा देखाइदिँदै हुनुहुन्छ मलाई। ल यो चाहिँ उहाँले भन्दै हुनुहुन्छ 500। ल कस्तो गजबको छ यो है। टक्क यसमा रक्सी हालेर खाने हो है। लेबलको छ यहाँनिर। यहाँनिर अलिक ठुलो यसरी गजबको छ। ल लेबलको कुन चाहिन्छ? ल कमाइ कति हुन्छ दिनमा? है बाँड्नुपर्छ। कोसँग हो र? उसले काठ ल्याइदिने? ए सरमानले काठ ल्याइदिने, भात पकाइदिने। तपाईँले चाहिँ यो कुट्ने मात्रै काम, उसले ट्याक्क काठ ल्याइदिने। खोइ त काठै छैन त। हजुर ए बलराम ए काठ लिन है। ए ठिकै छ त, पैसा आउँछ नि त। कहाँ हो तपाईँ? उहाँ
जाल्पामा ए कति दिन भयो यहाँ बस्नु भएको 1 महिना भयो ए पैसा त राम्रै कमाउनु भयो होला नि है को मार्फत आउनु भएको यहाँ ए भालुखोपको सुनवारले ए ल ठिक छ ल खुसी लाग्यो बाजेलाई भेटेर हेर्दा हेर्दै उहाँले सेपमा ल्याइसक्नु भएको छ ठेकीको सेपमा आइसकेको छ यो पानीले यस्तो फिरफिरे घुमाउँदो रहेछ यहाँ माथिबाट झरेर यहाँनिर सरर फिरफिरे घुमेर यतापट्टि चाहिँ यसरी बनाउनु हुँदो रहेछ यस्तो खालको चिजहरू मेन स्विच बटम यसलाई यसरी तान्दाखेरि चाहिँ ऊ हुन्छ अफ हुन्छ भने यसलाई यसरी गर्दाखेरि चाहिँ अन हुन्छ यसरी है त अनि मलाई यो कोठो नदिनु हुने ल मैले 500 रुपियाँ दिएँ होइन तपाईँले जुन दिनु मन लाग्छ मलाई त्यही दिनु ल ल 500 छ त्यहाँ जुन चाहिँ रोजा दिनु मलाई ल तपाईँको सो इच्छाले मलाई दिनु होला एउटा ल कुन दिनुहुन्छ मलाई ल रोजा दिनु हजुर हो हो त्यही दिनुभयो मलाई यही बोकेर हिँडेँ मैले ल लगाइ 500 रुपियाँमा मलाई यो दिनुभयो उहाँ चाहिँ एकदमै मलाई यो गिफ्ट भनौँ न मैले पैसा दिएँ अलिकति बेसी पर्थ्यो होला उहाँले मलाई यही दिनुभयो खुसी लाग्यो धन्यवाद मलाई धन्यवाद ल म गएँ है त बाजे मजाले खोप्नु होला ल त ल साथीहरू मजाले निस्किसकेको छु यो कोठा लिएर उहाँ बाजेले खोप त्यहाँनिर बनाउँदै हुनुहुन्छ अनि काठ चाहिँ यहाँनिर ल्याइदिनु भएको रहेछ यस्तो यस्तो काठबाट हजुर मेरो छोरीहरू माथि पर्खिरहेको छ ल माथि पुलमा देख्न सक्नुहुन्छ छोरीहरू माथि पुलमा पर्खिरहेका छन् मलाई यता छोरी रिसाउँदैछ मलाई बोलाउँदैछ अब हामी चाहिँ पुल तरेर यता जानुपर्ने मासतिर यहाँ खोला छ खोलाकै छेउमा यहाँनिर यस्तो चुदारा मेसिन थाप्नु भएको रहेछ ल खुसी लाग्यो अहिलेको युगमा नि यस्तो हाम्रो परम्परागत यस्तो चुठीहरू भन्छ यसलाई कठुवाहरू बनाउनु हुँदो रहेछ यो हाम्रो परम्परालाई थेगिराख्नु भएको रहेछ उहाँले धेरै खुसी लाग्यो र तपाईहरुलाई म यो पानीले चाहिँ कसरी घुमाउँछ भनेर देखाउन लागिरहेको छु तपाईहरुलाई खोला फर्काएर ल्याउनु भएको रहेछ यहाँबाट उताबाट खोला फर्काएर यता ल्याउनु भएको छ अनि यहाँबाट लिएर यहाँनिर यसरी यहाँबाट तल हानेर पंखा तपाईहरुले पंखा घुमिरहेको देख्न सक्नुहुन्छ त्यहाँनिर यसरी पंखाले चाहिँ भित्रपट्टिको त्यो डायमन्ड भनौँ अथवा के भनौँ त्यो घुमाएपछि भित्रपट्टि जोडेपछि मजाले यस्तो यस्तो सामानहरू बन्दो रहेछ है त साथीहरु चुदाराबाट कसरी कठुवा ठेकीहरू बनाउन सकिन्छ भन्ने कुरा भिडियो मार्फत तपाईहरुलाई देखाइ नै सके मेरो भिडियोलाई तपाईहरुले मन पराउनु नै हुनेछ भन्ने लागेको छ मेरो भिडियोलाई तपाईहरुले धेरैभन्दा धेरै लाइक शेयर गरिदिनु हुनेछ भन्ने आशा राखेको छु ल अहिले भने म भिडियोबाट म बिदा हुन चाहन्छु हस्त धन्यवाद।
यो हाम्रो चाहिँ लिदिङ खोला हो एकदम कञ्चन बग्छ हिमालबाट माथिबाट जस्तै हिमालबाट त यसरी कञ्चन खोला बग्छ र अघि म पुगेर आएको ठाउँ यहाँ यस्तो तलभित्र हो यो ठाउँमा चाहिँ चुडारा